जय मसे हजुरहरूलाई म विशेष गरेर यो घडी यो समयमा पास्टिनी आमालाई म जय मसी अनि स्वागत गर्न चाहन्छु। स्वागत छ, जय मसी छ पास्टिनी आमा। अनि अब तपाईँको जीवन गवाई लिन लागिराखेको छु। यो गवाईले चाहिँ संसार बदलिएको होस् अनि तपाईँको जीवनमा जो परम प्रभु परमेश्वर पाउनुभन्दा पहिला कस्तो हुनुहुन्थ्यो र पाउनु भएपछि तपाईँले परमेश्वरको कार्य कति गर्नुभयो अनि परमेश्वरमा आशिषहरू चमत्कारी काम कति गर्नुभयो बताइदिनुहोस् न आमा। हुन्छ। मैले मान्नुपर्ने प्यारो जनेललाई, पवित्र जनेललाई म छोरीबाट अभिभावक परमेश्वरले मैले मान्नुपर्ने प्रियजनहरूलाई म जयमसी भन्छु। जहाँ विश्वबाट हेर्दै हुनुहुन्छ होला, मेरो लागि तपाईँहरूले प्रार्थना गरिदिनुहोस्। मेरो सानो गवाई म तपाईँहरूको हजुरीमा राख्दछु। मैले भन्नुपर्ने सोरसार भन्नुपर्ने हो भने त रात दिन जान्छ, तर म छोटो गवाई तपाईँहरूमा राख्दैछु, सुनिदिनुहोस्। अनि धन्यवाद, जयमसी। मेरो गवाई चाहिँ अब हिजो भने जस्तै हो। अनि अब पहिला समयमा म चाहिँ मेरो घर चाहिँ उतै हो, गोरेटार माइत हो, बासीखरा घर हो, भर्सुलै हो। अनि मेरो गवाई भन्नुपर्दा चाहिँ लामो गवाई छ, तर म छोटो राख्दछु तपाईँहरूको बिचमा। मेरो जीवन गवाई धेरै छ। पहिला म बिमारी नै थिएँ, अनि बिमारी यस्तो छारीहरू जस्तै बिमारीबाट थियो। अनि त्यस्तै अनि आमा बुवाले पनि बिहा गरिदिनु भयो। अनि बिहाबाट अनि हामी यसरी भेट भयो। अनि बिहामा अर्काको घरमा अब त्यस्तै हो होइन, थाहा हुन्छ। अनि अर्का घरमा जाँदा पनि अनि अब त्यस्तो बिमारीले भेट्ने कति, अनि जङ्गल जाँदा अनि जता अनि पानी लिन जाँदा अनि काममा जाँदा जङ्गल जाँदा पनि त्यो बिमारीले भेट्ने। अनि त्यो बिमारीले भेटेर लडिजाने। अनि यो हातहरूबाट पनि त्यो दाउराले चोकेले घोचेर यता सबै रगत चोरचरी हुने। त्यो बिमारले जहीँ जङ्गलमा भएर पनि फेरि 1 घन्टा जति छोड्थ्यो अनि हुन्थ्यो। अनि त्यहाँबाट फेरि निको भएर घर आउनु पर्ने। अनि पाहाडमा अब त्यो माटाको गाग्रीहरूमा पानी बोकिन्छ नि, अनि त्योबाट चाहिँ अनि माटाको गाग्रीहरू चाहिँ लडी पठाउने सबै भिरबाट, र पनि निको भएर घर आउँथेँ। अनि त्यस्तो हुँदै हुँदै मेरो नानीहरू जन्मे। 5वटा नानीहरू, 5 भाइ छोरा अब जन्मे, 1 महिना छोरी। अनि त्यो 5 भाइ छोराहरूमा अब छोराहरू जन्मेर कुनै खस्यो। 4 भाइ छोरा चाहिँ पाहाडमा रोपेर आएँ। 2 जना चाहिँ मैले पर्व पाइकिनै रोपेको, 11 वर्षको छोरा र 4 वर्षको छोरी। अनि पानपेटीमै मैले राखेको। पहिला हामी विश्वास गऱ्यौँ मणिपुरको पास्टर बाबुसँग हामीले ग्रहण गरेको। अनि शनिबार दिउँसो ग्रहण गऱ्यौँ। अनि बेलुका आइतबारको दिन बिहान उज्यालो हुने बेलामा छोरीको प्राण गयो। र सबै हाम्रो जनहरूले, विश्वासी जनहरूले अब यति साह्रो कष्टमा, दुःखमा, समस्यामा पर्व पाउनुभयो। र अनि फेरि पनि अब यसरी अब ग्रहण गर्ने बित्तिकै अनि यसरी छोरी खस्यो। अब यिनीहरूले विश्वास छोड्छन्, अब गर्दैनन् भनेर उहाँले धेरै चिन्ता गर्नुभएको थियो मण्डलीजनहरूले। तर पनि हामी परमेश्वरलाई छोड्न सकेनौँ, त्याग्न सकेनौँ। परमेश्वरले अनुग्रह गर्नुभयो, हामीलाई आशीष दिनुभयो। र यसरी रहँदा बस्दा त्यहाँ अनि छोरी 1 जना दिनुभयो परमेश्वरले। अनि त्यहाँ 1 जना छोरी त्यहाँ परमेश्वरले दिनुभयो। अनि त्यहाँबाट 10 महिनाको छोरी हुँदा हामी नेपालमा आउँथ्यौँ कि आउँदैन थियौँ, तर पनि परमेश्वरले आफ्नो मेरो श्रीमानलाई दर्शन दिनुभयो अरे। अनि दर्शन मेची पुलमा अनि सबै गाडीमा टिफरबाट ओरिएर मण्डलीहरू काचाचुकी भएर लडी गए अरे। त्यहाँ छुटिनु पर्ने रहेछ त्यहाँबाट। अनि त्यहाँबाट फेरि नेपालमा यसरी 4 आलीदेखि यता आउँदाखेरि नै दर्शन दिनुभयो अरे। अनि आउँदा अनि भेडा बाख्राहरू धेरै नेपालतिर ल्याएर आउँदै हुनुहुन्थ्यो अरे। अनि त्योबाट अनि हामी नेपालै जानुपर्छ होला भन्नुभयो। अनि हिँड्ने बेलामा पनि हाम्रो पास्टर बुवाले अनि सुदेम्पा पास्टर बुवाहरू अनि त्यहाँ भएका हाम्रा स्थानीय पास्टर बुवाहरूले भन्नुहुन्थ्यो, उडापुत्र जस्तो भएर फर्केर हेर्न आउनु, तपाईँहरू किन रहँदै मण्डली सेवाकार्य गर्दा गर्दै किन छोडेर हिँड्नुहुन्छ, तपाईँहरूलाई के भयो कसो भयो।
भन्दै हुनुहुन्थ्यो। अनि अब उडापूर्व जस्तो भएर फेरि पनि फर्केर नआउनु भन्दै हुनुहुन्थ्यो होइन। अब बेला मौका त भेटिन्छ, जान्छौँ होइन, भेट हुन्छ। अनि हाम्रो पास्टर स्थानीय पास्टर बुवासँग चाहिँ अब भेट हुन्छ, बोल्छौँ। हाम्रो गुप्चो देम्पा पास्टरको चाहिँ खस्नुभयो, प्रभुले उठाउनु भयो र पनि उहाँदेखि अब दुःख कष्ट जिल्दै समस्यामा जिलिँदै अनि कष्टमा अलि कष्टबाट अनि विजय हुँदै दुःख सुख गर्दै गर्दै अब नेपालमा हामी आइपुग्यौँ। अनि नेपालमा धेरै हाम्रो शाखा सन्तान माया माइतीहरू विश्वासी हुन्छन्। आफू मात्रै बाँचेर काफी छैन, उहाँहरू पनि बाँच्नुपर्छ, प्रभुलाई पाउनुपर्छ भनेर हामी यहाँ आइपुग्यौँ। अब अहिलेसम्म हाम्रो माइतीहरूले पनि विश्वास गर्नुभएको छैन, हाम्रो शाखा सन्तान दाजुभाइहरूले पनि गर्नुभएको छैन र हामी चाहिँ अहिले यहाँ आएका छौँ। हामी प्रभु पाएपछि 2जना छोरी प्रभुले दिनुभयो। अनि अहिले आशिषित छौँ, हामीहरू आनन्दित छौँ। अनि परमेश्वरले आनन्दित दिनुभएको छ, आशिषित भएका छौँ। उहाँले प्रभुले निकै हामीलाई अनुग्रह गर्नुभएको छ। हामी पहिलेको स्थिति हेर्दा बिमारीबाट अनि त्यति बेला प्रभु पाउने बेलामा म धेरै समस्यामा थिएँ। काटीकुटी म 5 किलो पनि थिइनँ होला। अब शोकले रोगले होइन हरेक थोकले जेलिरहेको थिएँ। अनि प्रभु पाउँदाखेरि र अनि प्रभुले मलाई अनुग्रह गर्नुभयो। अनि मण्डली त्यहाँको मण्डलीहरू सबै छेकी अनि मलाई प्रार्थना गरिदिनुहुन्थ्यो, बिहान बेलुकै प्रार्थना गरिदिनुहुन्थ्यो, आज भोलि भन्दै अनि म धेरै त्यहाँ परिवर्तन भएँ। अनि यहाँ रोगबाट पनि छोड्दै ल्यायो, परमेश्वरले चङ्गै गर्नुभयो। अनि म निको भएँ र अनि यहाँ 10 वर्षसम्म इन्डिया बसेर हामी 53 सालमा नेपाल आएको। अनि त्यहाँबाट नेपालमा हामी आउँदाखेरि त्यही 2-3 जना अब सङ्गति गऱ्यौँ। अनि जाँगी बस्यौँ। अनि जाँगी बसेर फेरि पारै गयौँ। फेरि अनि आएर फर्केर आएर हामी केराबारीमा बस्यौँ। अनि राति पनि हामी सङ्गति हिँड्थ्यौँ, दिनमा पनि हामी सङ्गति हिँडिरहन्थ्यौँ। अनि हाम्रो प्रार्थनाको उत्तर परमेश्वरले दिनुभएको छ। अहिले धेरैजना परमेश्वरको जनहरू छोराछोरीहरू प्रभुले दिनुभएको छ। अनि हामी प्रार्थना गरिरहेका छौँ। अहिलेसम्म हाम्रो अरू केही गर्नु नसके पनि हामी प्रार्थना हाम्रो विश्वासी जनहरूको निम्ति, हाम्रो शाखा सन्तानको निम्ति, हाम्रो देशको निम्ति हामी प्रार्थना गरिरहेका छौँ। अनि परमेश्वरले आशीष दिइराख्नु भएको छ, परमेश्वरले अनुग्रह गर्नुभएको छ। अनि हामीले अब प्रभुले हामीलाई धेरै अनुग्रह गर्नुभएको छ। चङ्गै भएर अहिले प्रभुले दिनुभएका छोरीहरूबाट चाहिँ हामी अहिले हामीलाई गरिबी अवस्थाबाट परमेश्वरले आज हामीलाई धनी बनाउनु भएको छ। अनि परमेश्वरले आशिषी बनाउनु भएको छ। हामी आशिष पाएका छौँ, आनन्दित पाएका छौँ। अनि परमेश्वरले अनुग्रह हामीलाई गर्नुभएको छ। अनि यसरी हामी नेपालमा यसरी परमेश्वरको काम गर्दै आएका छौँ र हाम्रो निम्ति परमेश्वरले अझै मात्रामा धेरै हाम्रा मान्नुपर्ने प्रियजनहरू यो भिडियो हेर्दै गर्दै हुनुहुन्छ होला। जतिले हेर्दै हुनुहुन्छ हाम्रो निम्ति प्रार्थना गरिदिनुहोस्। हाम्रो निम्ति तपाईँले धेरै दुःख उठाइदिनुहोस्। अझै मात्रामा हामीले धेरै प्रभुको काम गर्नु छ, प्रभुको महिमा गर्नु छ, आशिष बन्नु छ। अनि परमेश्वरमा हामीलाई परमेश्वरले आज हामीलाई वृद्धावस्थासम्म पनि परमेश्वरले हामीलाई आशिष बनाउनुहुनेछ र हामी प्रार्थना गर्नेछौँ। अनि यसरी आज आफ्नो दास छोराछोरी अनि दास दासी हाम्रो कमरामा यसरी आएर हामीलाई यसरी हामी बिचमा हामी भेला भएर हामी गवाई यसरी बोल्दैछु। अनि जति प्रभु अनि विश्वको अनि जनहरूले परमेश्वरको जन दासहरूले हेरिराख्नु भएको होला। कतिजनाले यो भिडियो हेरेर लाइक गरिदिनुहोस् सबैजनाले। परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको होस्। हाम्रो पास्टरनी आमाद्वारा एकदम चमत्कारी गवाईहरू तपाईँहरूले सुन्नुभएको छ। यो गवाई साधारण छैन, उहाँको जीवनमा जो भएको घटनाहरू साँचो हो। र अहिले उहाँले आफ्नो त्यस्तो घटनाहरूमा पर्नु भएर पनि परमेश्वरले उहाँलाई यति उचालिराख्नु भएको छ, शक्तिशाली सेवकाईमा चलाइराख्नु भएको छ। दुवैजनालाई पास्टरनी आमा यता पास्टर बुबालाई पनि चलाइराख्नु भएको छ। दुवैजनालाई परमेश्वरले चलाइराख्नु भएको छ। उहाँ बुबा हुनुहुन्छ, पास्टर बुबा हुनुहुन्छ, उहाँ आमा हुनुहुन्छ। दुवैजनालाई परमेश्वरले
कस्तो चमत्कारी तरिकाले चलाउनु भएको छ। उहाँहरूले यहाँ नेपालमा मात्र होइन भारतमा पनि उहाँहरूले सेवकाई गर्नुभयो। त्यो चाहिँ इन्टरनेसनल सेवकाई भनिन्छ। अनि त्यतिखेर उहाँहरूले पवित्र आत्माको शक्तिशाली काम गर्नुहुन्थ्यो। त्यो भएर चाहिँ उहाँले दर्शन पाउनुभएको थियो। धेरै भेडाहरू उहाँहरूले चाहिँ चराउँदै हुनुहुन्थ्यो भनेर अहिले तपाईँले गवाईमा सुन्नुभयो। त्यही गवाईको अनुसार उहाँ नेपालमा आउनुभयो अनि नेपालमा उहाँहरूको सेवकाईले एकदम चमत्कारी सेवकाई छ। अनि उहाँ जहाँ जानुहुन्छ प्रार्थनाको लागि उहाँले आफ्नो सबै कामहरू छाडेर जानुहुन्छ। रोगी बिमारीहरूको प्रार्थना गर्नको निम्ति अनि दुखी गरिबीहरूको निम्ति उहाँहरूको प्रार्थनाको चासो यति ज्यादा छ। गुरु आमा र गुरु बाबाकै त्यति ज्यादा हृदयबाटको चासो छ। अनि त्यही भएर म अब तपाईँलाई के भन्न चाहन्छु भने यहाँ हाम्रो पास्टरनी आमाको लागि हजुरहरूले प्रार्थना गरिदिनुहोस् ताकि अझै उहाँ शक्तिशाली आत्मामा भएर अझै उहाँ धेरै रोगी बिमारीहरूको लागि प्रार्थना गर्नुभइकन चमत्कारी कामहरू उहाँ हाम्रो पास्टरनी आमा बुबाको माध्यमद्वारा परमेश्वरले गरेका हुन्। र म तपाईँलाई एकदमै बिन्ती गर्दछु, अनुरोध गर्दछु, हजुरहरू जुनै ठाउँमा भए तापनि उहाँहरूको लागि घुँडा टेकेर प्रार्थना गरिदिनु होला। उहाँहरू सेवामा यति संलग्न त हुनुहुन्छ अनि सँगसँगै अब तपाईँहरूले प्रार्थना गर्नुभयो भने अझै शक्तिशाली उहाँहरू हुँदै जानुहुन्छ। आत्मिक रूपमा, शारीरिक रूपमा, भौतिक रूपमा, सबै कुरोहरूमा उहाँहरू एकदम शक्तिशाली हुँदै जानुहुन्छ। त्यही भएर कृपया उहाँहरूको लागि प्रार्थना गरिदिनु होला। अनि तपाईँहरूलाई म बारम्बार भन्न चाहन्छु, जब तपाईँले प्रार्थना गर्नुहुन्छ उहाँहरूको जीवनमा सेवकाईमा उन्नति भएर जान्छै जान्छ। तर तपाईँ प्रार्थना गर्ने को जीवनमा पनि हाम्रो प्रभु परमेश्वरले उन्नति गरेर लानुहुन्छ। अयुब 42:10 तपाईँले हेर्नुभयो भने अयुबले आफ्ना मित्रहरूको लागि प्रार्थना गरेका थिए अनि मित्रहरूले त उन्नति पाएका थिए। उनीहरूको आत्मा, आत्मिक, भौतिक, आर्थिक सबैमा चाहिँ बहुत आशिष आएको थियो। तर अयुबको जीवनमा पनि डबल पोषणमा प्रार्थना गर्ने एउटा अयुब भएको कारणले उसले पनि आशिष पाएको थियो। त्यस्तै तपाईँले उहाँको लागि प्रार्थना गरिदिनु भयो भने तपाईँ पनि डबल पोषणमा आशिषित हुनुहुन्छ। धेरै धेरै धन्यवाद हजुरलाई भन्न चाहन्छु। आजको यो साधारण गवाई छैन, एकदम शक्तिशाली गवाई छ। अनि म पास्टरनी आमालाई जय मसीह भन्न चाहन्छु अनि बिदा पनि भन्न चाहन्छु। अनि अब जाँदै पास्टरनी आमा अब संसारको विश्वासीहरूलाई अनि संसारमा प्रभु नपाएकाहरूलाई के भन्न चाहनुहुन्छ त? संसारमा नपाएकालाई अब विश्वास गर्नुहोस्, घुट्ना टेक्नुहोस्, परमेश्वरमा उद्धार छ, शान्ति छ, मुक्ति छ, आनन्दित छ। तपाईँहरू पनि विश्वास गर्नुहोस्, जीवन पाउनुहोस्, प्रभुमा जीवन छ भन्न चाहन्छु। धन्यवाद। हालेलुया। ल पास्टरनी आमालाई जय मसीह। अनि यो मेरो युट्युब च्यानल एपोस्टल मणिप्रसाद राई या मर्कुस थेरेन, यो च्यानल हजुरहरूले हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। अनि सब्सक्राइब गरिदिनु, सेयर गरिदिनुहोस् अनि तपाईँ आशिषित हुनुहोस् है। जय मसीह। नमस्ते।